हेलो नमस्ते है नमस्ते सबैजनालाई। हामी चाहिँ आज स्याङ्जा पुतली बजारदेखि करिब माथि 3 किलोमिटर चाहिँ हिँडिसकेपछि हामी चाहिँ अहिले यहाँ कोल्माकोट भन्ने ठाउँमा आइपुग्यो। सर्लक्क पारेर हिँडिरहेका छौँ यो घाममा। यतातिर चाहिँ उता हाम्रो हिजो हुनुहुन्छ। हामी चाहिँ आज कोल्माकोटको अवलोकन गरौँ भन्ने कुरो भइरहेको छ। यहाँ चाहिँ निर्माण कार्यहरू पनि भइरहेको रहेछ ठाक्रे टुक्रुक होइन। कोल्माकोटको गुम्बा कमाएर कृष्णहरू कोही त खडा भएका छन् यतातिर। कोल्माकोट गुम्बा सर्लक्कै कोल्मा गेटको प्रवेशद्वार। हार्दिक स्वागत छ। कोल्मा बडाचुर माध्यमिक विद्यालय हार्दिक स्वागत गर्दछ। साह्रै थकित भयो। कोल्मा डाँडाको माथि अर्को मन्दिर रहेछ घुम्न जानलाई। तपाईँ कता गइराख्नु भएको छ यसरी लमक लमक गरेर आज? ल हामी चाहिँ ठ्याक्कै अहिले स्याङ्जा जिल्लाको माथि टप डाँडामा आइपुग्यो। यहाँबाट यताबाट करिब ठ्याक्कै 10 किलोमिटरको हारारीमा हामी माथि डाँडामा आइपुगेका रहेछौँ। र एकदम रमाइलो ठाउँ रहेछ। गर्मी सिजनतिर पनि एकदम हिँड्ने हावा खाने ठाउँ रहेछ। हाम्रो मिजो अगाडि हिँड्दै हुनुहुन्छ। अब म भने पछाडि भिडियो बनाउँदैछु। ड्याङ्ग लाएर बाटो राम्रो छ। तलबाट त बाइकमा आएको हो। बिचमा चाहिँ बाटो अवरोध भएको कारणले गर्दा बाइक रोकियो। त्यसपछि चाहिँ हामी लगभग 3 किलोमिटर जति पैदल यात्रा हिँडेका छौँ आज। हाम्रो गन्तव्य भन्ने कोल्माकोट मन्दिर नपुगी नफर्किने भन्ने सोचाइ छ। हेरौँ कस्तो रहेछ। बाँकी अपडेट आउँदै गर्छ है। कोल्मा होमस्टे एन्ड रेस्टुरेन्ट आएर बस्न सक्नुहुन्छ। यहाँ घुम्न पनि यति डाँडा छ कि माथि हामी लगभग 1600-1700 मिटर उचाइमा छौँ अहिले। ठ्याक्कै पारेर अब चाहिँ तेर्सो होला सायद बाटो। सहजै होला जस्तो छ अहिले चाहिँ। अब साह्रै थकित भयो। फाइनल्ली कोल्माकोट गाउँपालिका रहेछ। कोल्माकोट कालिका मन्दिर प्रवेशद्वार। सफा गरौँ न। कोल्माकोट मन्दिर स्वागत छ। ल स्वागत छ। कोल्माकोट मन्दिरलाई हजुरलाई धेरै स्वागत छ मिजो। तपाईँ कोल्माकोट मन्दिर कोल्माकोटको गाउँ है साथीहरू। कोल्माकोट मन्दिर है साथीहरू। सर्लक्क पारेर यस्तो राम्रो छ। आउनु होला घुम्न। एकदम राम्रो छ होइन। दामी छ। ल लु आइपुग्यो। सर्लक्क पारेर फाइनली गाइज कोल्माकोट मन्दिर आइपुग्यो। टावर रहेछ यतातिर सर्लक्कै। मिल्दैन होला। घुमेर बल्ल आइपुग्यो। एकदम थकित भइयो होइन। मन्दिरतिर नि एकदम सर्लक्कै। हजुर मिल्दैन हजुर। गाउँ यस्तो रहेछ तलतिर। सर्लक्कै कोल्माकोटको गाउँ है।
घुम्न आउनुहुँदैछ धेरैजना मान्छेहरू। यो चाहिँ उता गइराख्नु भएको छ घुम्न ऊ है। यता टावर उतापट्टि पनि यो पनि स्याङ्जा जिल्ला हो, यता तलतिर पनि गाउँ। अनि चाहिँ यस्तो रहेछ है साथीहरू। सर्लक्क पारेर खेतीयोग्य जमिनहरू मुनि। ल है साथी, भिडियो अन्तिम गर्दैछौँ। के कस्तो लाग्छ हेरिसकेपछि सर्लक्क पारेर यसलाई चाहिँ यसो सल्लाह सुझाव दिन नपर्नु होला है साथीहरू। ओके बाई, टाटा।